जनताको मुद्दा बोकेर हिँडेपछि कि सिंहदरबार गइन्छ कि नखु गइन्छ के गइन्छ जनताको मुद्दा छोड्नेवाला छ जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ जनताको मनबाट बाहिर निकाल्न सक्यौ देशको घर घरबाट 24 गते केटाकेटीलाई मार्नेका विरुद्ध मान्छे ज्वाला लिएर निस्केका हुन् 24 गते जनआन्दोलन भएको झ्यालबाट ढोकाबाट च्याउनु पर्दैन सरकारले सिधै अगाडि बढे हुन्छ राष्ट्रवादी सरकारको साथमा मेरो शरीरमा यिनीहरूले छरेको विषले मलाई कतिखेर ढाल्छ मलाई थाहा छैन जबसम्म सास फेरिरहन्छु नि म यस्तै रहिरहन्छु अभिलानी छरे नखु जान पनि तयार सिंहदरबार जान पनि तयार मैले होइन तपाईले जित्ने हो मैले अघि भने जस्तै अहिले जन्मिएका मात्र होइन भोलि जन्मिने यो देशका बच्चाले जित्नुपर्छ यिनले मलाई अन्याय गरे मलाई थुने भन्दा के चित्त दुखाउनु मलाई दुःख दिए भन्दा के चित्त दुखाउनु सिङ्गो देशलाई जुन दुःख दिएका छन् मलाई दिएको दुःख त्यसका अगाडि केही पनि होइन जसलाई जनताले अपदस्थ गर्यो उनीहरूसँग के लड्नु हामी लड्ने त यिनले हामीलाई दिएको उपहार स्वरूप चढाएको रोग शोक गरिबी अशिक्षा बेरोजगारी विरुद्ध लड्ने हो हामीले त चुनाव कुरेका थियौँ तपाईँहरूले चुनाव कुर्नु भएन बजाइदिनु हो जेनी भाइ हो रवि दाई पनि साथमा छ किन चिन्ता गर्छ कसैलाई चुनाव चिन्ह चाहिन्छ मेरो स्वागत छ लैजानुहोस् पार्टी चाहिन्छ लैजानुहोस् झन्डा चाहिन्छ लैजानुहोस् पार्टी अफिस चाहिन्छ सिङ्गो पार्टी लैजान्छ लैजानुहोस् सभापति चाहिन्छ उपसभापति चाहिन्छ लैजानुहोस् देश बन्नु पर्यो व्यक्तिको कुनै ठुलो कुरो होइन मिल्नुपर्ने जो हो अन्त्यमा हामी मिलेरै छोड्छौँ म एउटा चुनावका लागि राजनीतिमा आएको मान्छे होइन म एउटा पुस्ताका लागि राजनीतिमा आएको मान्छे हो सिङ्गो पुस्ताको भविष्य नबनुन्जेल मिलिरहने हो भने मिलाउ नभए नमिलाउ एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामिछानेले गर्छ एउटा चुनावका लागि मात्र हो भने आइम सरी उपस्थित चितवनवासी आमा बुवा दाजुभाइ मेरो मन भिडिएको छ भन्नुपर्ने कुनै कुराहरू छ शब्दहरू कसरी निकाल्ने होला भनेर आफूलाई सम्हाल्न गाह्रो परिरहेको छ मैले आज यो 24 कोटीमा देखिएर आशीर्वाद लिएर मात्रै जाउँ कुनै सभा नगरौँ भन्ने सोचेको थिएँ किनकि यो 24 कोटीले हाम्रो लागि इतिहास बोकेको छ मान्छे मलाई होइन यो देशलाई न्याय गर्नेछ भन्ने कुरा मैले परिवर्तनको सङ्कनाद गर्नको निमित्त अन्याय पर्दा यही चोकमा उभिएर तपाईँले कराउनु भएको थियो र आज पर्यन्त अन्याय परेका विरुद्धमा अन्यायका विरुद्धमा चितवनवासी तपाईँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू अझै पनि यहीँबाट अन्यायका विरुद्ध उभिरहनु भएको छ यो गुण तपाईँले मलाई मात्र होइन सिङ्गो देशलाई लगाउनु पर्नेछ तपाईँले लगाउनु भएको यो गुण देशलाई ऋणबाट मुक्त गराएर तपाईँहरूको गुण त्यसको एउटा सम्वाहक बनेर म तिर्नेछु भन्ने विश्वास लिएर उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यतिखेर पनि ममाथि निकै तलवारहरू छन् मलाई जसले मलाई थाहा छैन तर तिनले मेरो शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचिरहेको छु मेरो शरीरमा ती सर्पहरूले जसेको विष अझै पनि बाँकी छ म यो विष लिएर पनि लड्छु म लड्छु यो विष लिएर पनि मर्दिन लड्छु म लड्छु यो विष लिएर पनि लड्छु यो शरीरमा एक प्रकारको रहन्छ म लड्छु म यहीँबाट बताउन चाहन्छु जेनजी भाइ बहिनीहरूको रगतको एउटा फोटो पनि खेर गरेर दिन्न हामीले कोसिस गर्यौँ चितवनले कोसिस गर्यो आमा बुवा दाजुभाइ दिदीबहिनीहरू रगतको एक फोटो नछोइकन हामी बालेटको माध्यमबाट मतका माध्यमबाट देशलाई ट्र्याकमा ल्याउनुको निमित्त हामीले फुल बोकेर एउटा क्रान्ति सुरु गर्यौँ चितवनले सुरु गरेको निलो क्रान्ति कसैको पनि आखिर दिएको थिएन कसैको सुरु पनि बुझिएको थिएन कोही कुरा चोरी भएका थिए हामीले त्यस्तो क्रान्ति सुरु गरिरहेबाट तर यिनले टेरेनन् हामीलाई हामीले गरेको शान्त विद्रोह यिनीहरूले टेरेनन् यिनीहरू लाभका भूत थिए राष्ट्रसभा आज पनि निलो क्रान्तिको विश्वास गर्छ र मलाई यहाँलाई यति कुरा भन्दा गर्व लागेको छ कि यो यात्रालाई टुङ्गोमा पुर्याउनको निमित्त अब तपाईँ हामी एक्लो छैनौँ सिङ्गो देश र संसारभरि रहेका नेपालीहरू साथमा उपस्थित आमा बुवा दाजुभाइ अब धेरै कुरा भन्नु त छ र धेरै कुरा भन्नु पनि छैन लामो समय कारागारमा बसेँ र म माथिका मुद्दाहरू म माथिको अपराधको सिलसिला सकिएको छैन मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याइदिएको अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले
अन्यायको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन। म लड्छु। मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन। मलाई मेरो व्यक्तिगत जीवनको लागि केही चाहिएको होइन। यो देशको परिवर्तनको लागि कसै न कसैले लड्नै पर्छ, हामी लड्छौँ, केही चिन्ता छैन। म यति मात्र भन्न चाहन्छु कि यो सरकारलाई जेनजीको मागमा जेनजीले जेका लागि बलिदानी दिएको थियो त्यसमा अडिग भएर बसोस् सरकार अनि साथीको अडिग भएर बसोस्। सुशासनका लागि जेनजी भाइ बहिनीहरूले आफ्नो यो भूमिमा आफ्नो रगत चढाएका छन् कि आमाहरूले आफ्ना सन्तान चढाएका छन्। ख्याल गर्न पाइन्न, ख्याल गर्न पाइन्न। यहाँ रवि लामी छानेको मुद्दा ठुलो कुरो होइन, देशको भविष्यको मुद्दाको ठुलो कुरा हो। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईँसँगको भेटघाटलाई मैले अर्को पटकको लागि अलिकति लामो भेटघाट सोचेको थिएँ, तर आज यति ठुलो उपस्थिति भइसकेपछि मनका केही कुराहरू भन्न मन लागेर म यहाँ उपस्थित भएको छु। र म फेरि पनि भन्छु यहाँहरूलाई, एउटा मान्छेले परिवर्तन गर्न सक्छ कि सक्दैन भनेर हिजोका दिनमा पनि हामीलाई उडाइएको थियो। त्यसले जित्यो भने यसो गरौँला भनेर बाजी थप्ने मान्छेहरू छन्। अहिले पनि यो हुँदैन अरे, म अहिले आउँदै पत्रकार साथीहरूले सोध्नुभयो त्यो जिते पनि के सांसद हुन पाउँदैन अरे, मन्त्री हुन पाउँदैन अरे। मान्छे हुन पाउँछु, म मान्छे हुन पाउँछु। तिमीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ? मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्ने, मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। रवि लामी छाने मान्छे त दिन्छौ लामी, अनागरिक बनायौ, जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ, जनताको मनबाट बाहिर निकाल्न सक्यौ? सक्छौ भने जनताको मनबाट बाहिर निकाल। आजको भेटमा मैले छोटो बनाउनु पर्ने छ, किनकि यो बेला संवेदनशील बेला हो, यो बेला ध्यान दिनुपर्ने बेला हो। मुलुक एउटा अत्यन्त जटिल परिस्थितिमा उभिएको छ। यो जटिल परिस्थितिमा सबैले संयमित भएर काम गर्नुपर्नेछ, आवेग र उत्तेजनामा काम गर्नु हुने छैन। र म तपाईँलाई यो चोकबाट उभिएर भन्न चाहन्छु, तिनीहरूले मलाई जुन प्रतिशोध चाहे नि रुकाउनुहोस्, प्रतिशोधपूर्ण राजनीति मबाट हुने छैन। म पुण्यका लागि प्रतिशोधमा राजनीति गर्ने छैन। म लोकतन्त्रमा विश्वास गर्छु, प्रतिशोधमा विश्वास गर्दिनँ। मलाई लोकतन्त्रले थुनेको होइन, यी अपराधीहरू षड्यन्त्रकारीहरूले थुनेका हुन्। तिनीहरू लोकतन्त्र होइनन्, तिनीहरू लोकतन्त्र होइनन्। यो देशमा लोकतन्त्र जिउँदो छ, त्यसको प्रमाण, जिउँदो प्रमाण तपाईँ चितवनवासी दाजुभाइ दिदीबहिनीहरू आज उभिनुभएको छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले अत्यन्त संयमित हुनुपर्नेछ। मुलुक चुनाव अवस्थामा आज आएको छ, त्यसले एउटा बाटो लिने तयारी गरेको छ। यस्तो अवस्थामा हामीले भोलिको बाटो तय गर्नुपर्नेछ, अत्यन्त जिम्मेवार हुनुपर्नेछ। नागरिकको माया र विश्वास पाएपछि त्यसका बलमा नागरिकलाई हेप्ने पेल्ने काम हामीबाट हुँदैन। हामी जिम्मेवार भएर काम गर्नेछौँ। यस देशका साना साना बालबालिकालाई देखेको छु, मैले बाआमाहरूलाई देखेको छु। अहिले साना भएका बालबालिका मात्र होइन, अब यो देशमा अहिले नजन्मिएका र भोलि जन्मिने भविष्य, तिनको भविष्यलाई पनि ध्यानमा राखेर हामीले जिम्मेवार भएर काम गर्नुपर्छ। तिनको भविष्य पनि हाम्रो हातमा छ। त्यसैले म संयमित भएर अगाडि बढ्न चाहन्छु। म आवेग र उत्तेजनामा छैन पनि, तर जुन घाउ यिनीहरूले देखेका छन्, मलाई यति लामो समय अड्डा सार गर्दै उतापछि उता घुमाउँदै जुन सुख दिएका छन्, त्यो घाउ चौराएर कहिलेकाहीँ म अलिकति चिच्याउला गराउला, तर पिर नगर्नुहोस्। म संयमित छु। हिजोको रवि लामी छाने रहेन, यो आजको रवि लामी छाने हो, किनकि हिजोको रवि लामी छाने रहेन। मलाई रहन दिएर नि यिनीहरूले सामान्य परिवर्तन गर्न हिँडेको थिएँ। झुटा मुद्दाको चाङमाथि मलाई यिनीहरूले उभ्याए, ठिक छ। त्यही झुटा मुद्दाको चाङमाथि उभिएर व्यक्ति मात्र भएर पनि भ्रष्टाचारीको महल ढल्छ, यो कुरा म आज 24 गतिबाट उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, 23 गतेको नरसंहार नआएको भए 24 गते आउने थिएन। आज 24 गतेलाई मात्र ब्लेम गर्ने, 24 गतेलाई मात्र आरोप लगाउने काम भएको छ। खबरदार, पाइँदैन। अघिल्लो दिन कलिला बालबालिकाहरूको छाती र टाउकोमा ताकी गोली नहानेको भए 24 गते आउने थिएन। त्यस सुरु लागेको होलान्, केही घुसपैठियाहरूले केही आक्रमण गरे होलान्, उसै होलान् केही मान्छेहरू, तर देशको घरबाट 24 गते केटाकेटीलाई मार्नेका विरुद्ध मान्छे ज्वाला लिएर निस्केका हुन्। 24 गते जनआन्दोलन भएको हो। त्यसैले म सरकारलाई यहीँबाट स्पष्ट गर्न चाहन्छु, निर्वाचनको विकल्प छैन। निर्वाचनमा देश जानुपर्छ। निर्वाचन अगाडि जेनजीको रगतले र जेनजीको ढलेको शरीरमाथि उभिएको यो सरकारले
चेन्जीको सपना पुरा गर्ने आँट ताकत दियोस्। रासोपा सरकारसँग चेन्जीको माग पुरा गर्ने हकमा र निर्वाचन सम्पन्न गर्ने हकमा शक्तिशाल भएर खडा हुनेछ। रासोपा अगाडि बढ्नेछ। सरकारले खुट्टा कमाउनु पर्ने केही पनि जरुरी छैन। जनताको साथ छ सरकारले। यो सरकारमा हाम्रो कोही पनि हुन्न। तर जनताको मुद्दा चेन्जीको मागमा विशेष गरी सुशासनलाई ध्यानमा दिएर सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट च्याउनु पर्दैन। सरकारले सिधै अगाडि बढे हुन्छ। रासोपा जनता सरकारको साथमा उपस्थित हाम्रो बुवा दाजुभाइ दिदीबहिनीहरू, आज म यहाँ बोलिरहेको छु। मेरो शरीरमा यिनीहरूले छरेको विषले मलाई कतिखेर ढाल्छ मलाई थाहा छैन। तर जबसम्म सास फेरिरहन्छु नि म यस्तै रहिरहन्छु। मेरा व्यक्तिगत माग मुद्दा केही पनि छैन। तपाईँको मुद्दालाई शिरमा बोकेर हिँडेको छु अनि यही शिरमा तपाईँको त्यत्रो आशीर्वाद लागेको छ। म किन लिइराख्ने? म यो देशको त्यो भाग्यमानी छोडौँ, म यो चितवनको त्यो भाग्यमानी छोडौँ जसका लागि देशका आमा बाबाहरूले भाकल गरेका छन्। म किन लिइराख्ने? मलाई कारागारमा आएका साथीहरू भन्नुहुन्छ, मलाई भेटेका साथीहरू हुनुहुन्छ, तपाईँ त जस्ता त्यसै हुनुहुन्छ, खोइ तपाईँको अनुहारमा उदासी पनि छैन भन्नुहुन्छ। लाखौँ आमा बाबुको शिरमा आशीर्वाद पाएको शिर बोकेर पनि अनुहार मिलाउनु पार्छ र मिलाउनु जाने पार्दैन। हेलिकप्टर चढेर भागेकाहरूसँग भाग्छ र मिलाउनु जाने सामना गर्छ। लगाउनु मुद्दा लगाउँछु। मलाई केही पनि भन्नु छैन। भन्दा पनि उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, निर्वाचन आउँदैछ। यो निर्वाचनमा हामीले विवेक प्रयोग गर्नुपर्नेछ। मैले अघिल्लो पटकै भनेको थिएँ, यो भोट बाँडेर दिने काम तपाईँहरू नगर्नु होला। एक भोट यसलाई दिउँ एक भोट उनलाई दिउँ भनेर नगर्नु होला। आज म यहीँबाट उद्घोष गर्न चाहन्छु कि मलाई 0 पार्नुहोस् कि यिनलाई 0 पार्नुहोस्। कि हामीलाई 0 बनाइदिनुहोस्। होइन भने एकपटक यिनीहरूलाई 0 पारेर हेरौँ। यिनलाई 0 पारेपछि बल्ल देश नेपाल 0 हुन्छ। म बोल्न बसेपछि साथीभाइहरू अलिक पछि हाकिनुहुन्छ। एककै धेरै बोल्नुहुन्छ। हाम्रो सभापतिलाई बोलेकै कारणले फेरि समस्या पर्छ कि भन्नुहुन्छ। म एउटा कुरा तपाईँलाई बताउँछु, जनताको मुद्दा बोकेर हिँडेपछि कि सिंहदरबार गइन्छ कि नखु गइन्छ? के गइन्छ? नखु जान पनि तयार, सिंहदरबार जान पनि तयार। जनताको मुद्दा छोड्नेवाला छैन। जनताको मुद्दा छोड्नेवाला छैन। चितवनका जनताले मलाई जे भनेर भोट गरेर दिएर पठाएको थियो त्यो त म मोर पनि छोड्दिनँ। सरकारमा किन गएको भन्नुहुन्छ नि? किन गएको थाहा पाउनु नि? अहिले यही कारणले होइन। यिनले मलाई लगभग 6 फिट 6.5 फिट जति खाल्लो खनाएको ठ्याक्क मलाई पुग्न पुग्दै ठिकै थियो। यिनले खाएको खाल्लो यत्रो खने सिङ्गे गाउँ पुऱ्याइ खाल्लो खाने ठिक छ। गाडी म के भन्न सक्छु? म केही पनि भन्न सक्दिनँ। तर म फेरि पनि यहाँबाट बताउन चाहन्छु, म कसैलाई कटाक्ष गर्नेवाला छैन। कसैलाई कटाक्ष गर्नेवाला छैन। म नेपाली जनतालाई जिताउने यात्रामा अगाडि बढेको छु। नेपाली जनताले जित्दा कसले हार्छन् मलाई पर्वा छैन। नेपाली जनतालाई जिताउने हो। जनताले जित्दा को हार्छन् को भाग्छन्, कसको घरबाट के बरामद हुन्छ, कसको घरबाट खाली कागज र प्रमाण बरामद हुन्छ, कसको घरबाट पैसाको नोट उड्छ, मलाई पर्वा छैन। मलाई पर्वा छैन। तर जित्नु चाहिँ कसले? मैले होइन, तपाईँले जित्ने हो। मैले होइन, तपाईँले जित्ने हो। मैले अघि भने जस्तै अहिले जन्मिएका मात्र होइन, भोलि जन्मिने यो देशका बच्चाले जित्नुपर्छ। बच्चाले जित्नुपर्छ। यही देशमा भविष्य खोल्ने हो। यही देशमा हामी बस्ने हो। हामी भागेर जाने होइन, यही देशमा भविष्य खोल्ने हो। र भविष्य खोल्दा विदेश गएकाहरूलाई पनि आफ्नो देश फर्कन सक्ने वातावरण बनाउन लड्ने हो र लडिरहने हो। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आजको यो भेटघाटलाई अब म केही बेरमा छटाउन गइरहेको छु। मैले अघि पनि भने न्याय पाउने मेरो क्रम अगाडि बढेको छ। न्यायको लागि मेरो लडाइँ सकिएको छैन। अहिले मैले भन्नै पर्ने केही कुराहरू पनि भन्दा यो प्रक्रियामा समस्या पर्ला। एकै सेकेन्ड है।
उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, म अन्त्यमा आजको यो भेटघाटमा छुट्याउनु पर्नेछ। म योभन्दा पनि छोटो गर्नेवाला थिएँ, तपाईँलाई देखेपछि यहीँबाट आउँछ के गर्ने, यही भित्रबाट आउँछ। त्यसैले मेरो न्यायको लडाइँ बाँकी नै छ। न्याय पाउने आशामा म निरन्तर लडिनै रहेको छु। यो लडाइँमा तपाईँले दिनुभएको साथका लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। र मैले हिजो भने जस्तै यिनले मलाई अन्याय गरे, मलाई थुने भनेर के चित्त दुखाउनु, मलाई दुःख दिए भनेर के चित्त दुखाउनु, सिङ्गो देशलाई जुन दुःख दिएका छन् मलाई दिएको दुःख त्यसका अगाडि केही पनि होइन। सिङ्गो देश र पुस्तालाई दिएको यो दुःखको हिसाब हामीले मिलाउनु छ। यिनीहरूसँग बदला लिने केही पनि जरुरी छैन। हामीले लड्नुपर्ने यिनीहरूसँग होइन, जसलाई जनताले अपदस्थ गर्यो उनीहरूसँग के लड्नु। हामी लड्ने त यिनले हामीलाई दिएको उपहार स्वरूप चढाएको रोग, शोक, गरिबी, अशिक्षा, बेरोजगारी विरुद्ध लड्ने हो। म जेएनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु। हामीले त चुनाव कुरेका थियौँ, तपाईँहरूले चुनाव कुर्नु भएन, बजाइदिनु हो। हामीले चुनाव कुरेका थियौँ, अस्ति 21 भयो, अर्कोटी अझ चुनाव एउटा गरौँला नि त भनेर हामी सोझो पार्लिमेन्टमा पनि हल्लाखल्ला नगरी पुलिस सुर्सी नमाचिकन उठेर गऱ्यौँ। जेएनजीले त बजाइदियो। बजाउनु त हामी पनि बजाउँथ्यौँ। अलिक कुरेर बालेका माध्यमबाट भने जेएनजीले कहाँको 84 कुर्थ्यो, 82 मै बजाइदियो। तर अब जे भयो त्यो बाटो होइन। जे जसरी भयो, जुन तरिकाबाट भयो, देशका संरचनाहरू जले, हामीलाई दुःख छ। तर त्योभन्दा पनि धेरै त हाम्रा सपनाहरू जलेका छन्। त्यसलाई चाहिँ खरानी दिनु भएन नि, त्यसलाई बताउनु पर्यो नि। सिंहदरबार बनाउला, संसद भवन बनाउला, न्यायालय पनि बनाउला, तर वर्षौँदेखि खरानी गर्नु हाम्रो सपना कसले बनाउँछ? हामी बनाउँछौँ। हामी सबै जेएनजीको साथ बोकेर, हामी जेएनजी भाइ हो, रवि दाई पनि साथमा छ, किन चिन्ता गर्छ? मिलेर र जहाँसम्म मिल्ने सवाल छ, जहाँसम्म सँगै जाने सवाल छ। मैले कारागारबाट पनि भनेको थिएँ, मैले के त्याग गर्नुपर्छ म तयार छु। म कारागारमा छु, मेरो पार्टी बनाउनुहोस्, पार्टीले जे भन्छ त्यही, मलाई केही पनि चाहिएको छैन। पार्टीका साथीहरूसँग कुराकानी गर्नुहोस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ मेरो स्वागत छ, लैजानुहोस्। पार्टी चाहिन्छ लैजानुहोस्, झन्डा चाहिन्छ लैजानुहोस्, पार्टी अफिस चाहिन्छ, सिङ्गो पार्टी लैजान्छ लैजानुहोस्, सभापति चाहिन्छ, उपसभापति चाहिन्छ लैजानुहोस्। देश बन्नु पर्यो, व्यक्तिको कुनै ठुलो कुरो होइन। र मिल्नुपर्ने जो हो अन्त्यमा हामी मिलेरै छोड्छौँ। तपाईँले चिन्ता गर्नु पर्दैन। हाम्रा सबै साथीहरू संवादमा हुनुहुन्छ, मेरो एउटा मात्र प्रश्न छ अन्त्यमा। जो मिल्ने भन्ने कुरा साथी हो, टाउको ठोकेर मित लगाए जस्तो होइन। र यो मिल्ने भन्ने कुरो एउटा चुनावका लागि होइन। म एउटा चुनावका लागि राजनीतिमा आएको मान्छे होइन, म एउटा पुस्ताका लागि राजनीतिमा आएको मान्छे हो। सिङ्गो पुस्ताको भविष्य नबनुन्जेल मिलिरहने भने मिलाउ, नभए नमिलाउ। त्याग गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। त्यहाँको सभा एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामिछानेले गर्छ। एउटा चुनावका लागि मात्र हो भने आइ एम सरी। तर मलाई विश्वास छ देशले निकास लिनेवाला छ। मैले त्यतिखेर पनि भनेको थिएँ साथी हो, देशलाई प्रसव वेदना भएको छ, दुखेको हो। किनकि परिवर्तन जन्मदैछ नि, आमाहरूलाई थाहा छ नि प्रसव वेदना जब सन्तान जन्मिन्छ कति दुख्छ। अहिले देशलाई दुखेको आमा हो, दुखेको, तर परिवर्तन रूपी सन्तान त जन्माउँदैछ नि। जेएनजीले त्यसलाई अलिकति छिटो ल्याइदियो, तर हामी साथ गराउनेछौँ। परिवर्तन चाहने सबैसँग मिलेर अगाडि बढ्नेछौँ। मुलुकको परिवर्तनका लागि हामी प्रतिबद्ध छौँ। यहाँहरूले केही चिन्ता नगर्नु होला। र अर्को कुनै भव्य सभाका लागि म फेरि पनि आउनेछु, यहाँसम्म फेरि पनि बस्नेछु। आजको लागि मैले आफ्नो भनाइ यही टुङ्ग्याएँ र आफ्नो अभिव्यक्तिहरू, अब हाम्रा अभिव्यक्तिहरू हामीले ध्यानपूर्वक दिनुपर्नेछ। मुलुकको भविष्यलाई सोचेर हामीले हाम्रा क्रियाकलापहरू अगाडि बढाउनु पर्नेछ। भत्केका संरचनाहरू बनाउनु पर्नेछ, टुटेका सपनाहरूलाई हामीले सास आवाज दिनुपर्नेछ। त्यसैले हामी त्यसैका लागि तयार भएर बसेका छौँ। म आज यहाँ छु, भोलि म कहाँ हुन्छु मलाई थाहा छैन। पुरानाले दुःख दिए, आशा छ नयाँहरूले दुःख दिने छैन। मलाई विश्वास छ तपाईँहरू सबैको साथ। मलाई के विश्वास छ भने
तपाईहरुको सबैको साथ, माया र विश्वासका साथ हामी यो मुलुकलाई नयाँ नेतृत्वमा लिएर जानेछौँ। आगामी चुनाव तपाईँ हाम्रो भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण चुनाव हो। त्यसकारणले सरकारलाई सुशासनको डन्डा चलाउँदै समयमा निर्वाचन गर्नको निमित्त हाम्रो साथ रहेको कुरा म 24 कोटीबाट बताउन चाहन्छु। म नखु कारागारको जेलमा बसेर कहिलेकाहीँ टेलिभिजन हेर्थेँ। मैले आज पनि प्रधानमन्त्रीजीको अनुहार अँध्यारो देखेको छु। अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, अनुहार उज्यालो पार्नुहोस्। बगिनी हो, बगिनी नै भन्नुहोस्, रासोपा तपाईँको साथमा छ। सुशासनको डन्डा गराउनुहोस्, चुनाव गराउनुहोस्, रासोपा तपाईँको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस्, खुसी ल्याउनुहोस्। न्यायको मूर्ति हो तपाईँ, धेरैलाई न्याय अदालतमा दिनुभयो होला। देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ, खुट्टा रत्ती भन्न कमाउनु। एक बारको चुनियो, धेरै भए तपाईँ नखुट्टाले त हो नि, किन चिन्ता गर्नुहुन्छ? सिङ्गो देश तपाईँको साथमा छ। इतिहासले तपाईँलाई यो अवसर दिएको छ। नेपाललाई मात्र आमा भन्नेले प्रधानमन्त्रीलाई आमा भनेको छ। सन्तानको स्याहार गर्नुहोस्, सन्तान साथमा छ। हस् अब योभन्दा धेरै बोल्यो भने फेरि अर्को मुद्दा लाग्ला। अब म यहाँबाट काठमाडौँ जान्छु। मैले सबैभन्दा पहिला भेट्न चाहेको शहीदका आमाहरूलाई हो। ए शहीदका आमाहरू, तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेर जान दिँदैनौँ नि हामी। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जान तपाईँहरूलाई भनेको थिइनँ र तपाईँलाई समस्या पर्यो भने रवि लामी छैन, त्यही कारागारमा छ, नखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो रासोपा तपाईँसँग आउनेछ। सिङ्गो चितवनको माया पोखेरमा आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। यो सार्वजनिक मञ्चमा म ती आमाहरूलाई भन्न चाहन्छु, आमा हो, कोख रित्तिएको होला, केही छोराहरूले बलिदानी दिए होला, सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्। तपाईँलाई हामी छोड्दैनौँ, हामी साथमा छौँ। समय लाग्ला, चिन्ता नगर्नुहोस्। तर यो देशमा सुशासन ल्याउनको निमित्त स्कुल ड्रेसमा संसद अगाडि ढलेको तपाईँको छोरो त्यहाँ ढल्यो होला, तर हामी ढल्न दिँदैनौँ। उसको शरीर ढल्यो, तर उसले बोकेर आएको सपनालाई हामी ढल्न दिँदैनौँ, मर्न दिँदैनौँ। हे शहीदका आमाहरू, आँसु पुछ, छाती डरो पार, मुटु डरो पार, नडराउ, शिर ठाडो पार। एउटा छोरो ढल्यो होला, लाखौँ छोराहरू देशभरि छन्, नडराउ। हे शहीदका आमाहरू, यो देशको सपना पुरा गर्नको निमित्त तिम्रो छोरोले, तिम्रो छोरीले दिएको बलिदानीको एक अंश पनि खेर हुँदैन। डर राख, किनकि त्यही परिवर्तन गर्नको निमित्त भएर मानिसहरू जागेका हुन्। मैले 24 गतिको कुराकानी गरेँ होला, केही घुसपठियाहरू पैठाहरू आयो होला, तर अघिल्लो दिन ताकी गोली खाए ढलेका मानिसहरूलाई देखेर आक्रोशित जनताले घरबाट विद्रोह गरेका हुन्। जनताले गरेको विद्रोह हो, त्यो विद्रोह सामान्य होइन। त्यो विद्रोहलाई कतै कुनामा बसेर चिस्काउने चलाउने हात नगर। खबरदार, जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद बिउताउने हो कि भनेर आँखा चम्काउने र नचाउनेहरू हो होसियार। शहीदको रगत अझै सुकेको छैन, शहीदकी आमाको आँसु अझै उहाल्नु भएको छैन। खबरदार, धेरै आँखा नचम्काउनु होला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब सायद हाम्रो भेट निर्वाचनमा हुन्छ होला। त्यसभन्दा अगाडि पनि यहाँहरू समक्ष आउने म कोसिस गर्नेछु। त्यो बेलामा ज्यान गुमाउनु हुनेप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। परिवारप्रति मेरो गहिरो संवेदना छ। घाइते साथीहरू हो, तिमीहरूको शरीरभित्र अहिले पनि गोलीका छर्राहरू छन् होला, चिन्ता नगर्नु। गोलीको छर्रा तिमीहरूको शरीरभित्र भए तापनि सिङ्गो देशमा दुखेको छ, चिन्ता नगर। त्यो घाउमा मलम लगाउनको निमित्त लाखौँ युवा तिम्रो साथमा आउँछन्। आज हेर्दा तिमीहरू छरिएको जस्तो देखियो होला। हामीहरू एक ठाउँमा जुटाउँछौँ, तिमीहरूलाई एक ठाउँमा ल्याउँछौँ, छरिनु पर्दैन, एक ठाउँमा ल्याउँदैछौँ। जेनजी अभियन्तादेखि नयाँ जति पनि साथीहरू हुनुहुन्छ सबैलाई एकै ठाउँमा ल्याउनको निमित्त रासोपाले पहल गर्नेछ। तपाईँको रवि लामिछानेले पहल गर्छ, चिन्ता नगर्नुहोस्। त्यसका लागि आफ्नो पद, आफ्नो कुनै पनि कुरा के गर्नुपर्छ त्यसको लागि मैले आज होइन हिजै भनिसकेको छु। त्यसैले म सुरक्षा निकायका साथीहरूलाई
आफ्नो दिलो ज्यानले सुरक्षामा खटिनु भएकोमा धन्यवाद दिन चाहन्छु। हो, हताहतका क्रममा कयौं प्रहरी साथीहरूको पनि ज्यान गयो, उनीहरूले शहादत प्राप्त गरे। म उहाँहरूलाई श्रद्धाञ्जली दिन चाहन्छु र सुरक्षाकर्मी साथीहरूलाई उच्च मनोबलका साथ काम गर्नलाई अनुरोध गर्न चाहन्छु। हो, हरेक आन्दोलनमा तपाईँहरू तारो बन्नुहुन्छ, राज्यले दिएको काम गर्दाखेरि तपाईँहरूलाई चोट लागेको छ, तर चिन्ता नगर्नुहोस्। आजसम्म तपाईँले भ्रष्टाचारको आहालमा डुबेकाहरूलाई जबरजस्ती सलाम गर्नु पर्यो, अब तपाईँले भ्रष्टाचारको आहालमा डुबेकाहरूलाई चाँडै सलाम गर्नुपर्ने छैन। जतिखेर यो देशमा नागरिकको सरकार, वास्तविक जनताले भोट दिएर बनेको नागरिकको भ्रष्टाचारहरू मुक्त सरकार बन्नेछ, त्यतिखेर हिजोको आन्दोलनमा तपाईँले खाएको चोटको पनि बदला त्यतिखेर लिनेछ। सुरक्षाकर्मी साथीहरू, मन सानो नपार्नु होला, हामी साथमा छौँ, चिन्ता नगर्नुहोस्। घाउ तपाईँलाई मात्र लागेको छैन, हामीलाई पनि लागेको छ। यहाँ सुरक्षा निकायलाई बदनाम गर्ने कोसिस गर्न खोजिन्छ, कोसिसहरू गरिरहेका छन्। म सुरक्षाका सबै निकायहरूलाई उच्च मनोबलमा रहनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र हिजोको दिनमा जनता बचाउँदा सेवासी पाउनुपर्ने नेपाली सेनालाई पनि बदनाम गर्ने काम भएको छ। नेपाली सेनाले जति गर्न पर्थ्यो, जति गर्न सक्थ्यो त्यो गरेकै हो, जनता जोगाएकै हो। नेपाली सेनाप्रति उच्च सम्मान कायम गर्न चाहन्छु। सुरक्षा निकाय, नेपाल प्रहरीप्रति उच्च सम्मान कायम गर्न चाहन्छु। राष्ट्रलाई कमजोर पार्नको निमित्त यी निकायहरूमा आक्रमण गर्न बन्द गर्नुहोला। न्यायिक निकायलाई उच्च मनोबलका साथ अगाडि बढ्नको लागि अनुरोध गर्न चाहन्छु। जसले जे भने पनि हामीले विश्वास गर्ने न्यायालय नै हो। न्यायालयप्रतिको सम्मान कायम राख्नुपर्छ साथीहरू। न्यायालयका बहसहरूलाई सडकमा ल्याउनु उचित हुँदैन। न्यायालयलाई सुधार्नुपर्छ, आफ्नो ठाउँमा छ, तर भएको न्यायालयलाई विश्वास गर्ने हो, न्याय दिने न्यायालय नै हो। न्यायालयप्रति पनि मेरो उच्च सम्मान रहेको कुरा पनि म आज यहाँ अभिव्यक्त गर्न चाहन्छु। र यो सँगसँगै आजको यो भन्न खोजेको छोटो हुन गएको लामो मन्तव्य यही टुङ्ग्याउँछु। 5 मिनट बोलेर जान्छु भनेर आएको चितवनको यत्रो माया पाएपछि 5 मिनटमा पो जान्छ। अब नआउनु राजनीतिमा आइहाल्यो, नआउनु राजनीतिमा आइहाल्यो। आइसकेपछि 5 मिनटमा को जान्छ? जाँदैन रासोपा, 5 मिनटमा जाँदैन। हे मेरो प्यारो चितवन, हे मेरो प्यारो चितवन, हे देवभूमि चितवन, यो चितवनले लगाएको यो गुण इतिहासले सम्झनेछ, इतिहासले सम्झनेछ। यो दिन कुनै सामान्य दिन होइन, इतिहासको एउटा महत्त्वपूर्ण पाना हो जुन जसको सुरुवात हामीले लेखिसकेका थियौँ। यही 24 कोटीमा हिजो अन्यायमा पर्न तपाईँले एउटा व्यक्तिलाई अन्याय पर्यो भनेर तपाईँले न्याय दिनुभएको, यही 24 कोटीमा। आज यो 24 कोटी रवि लामी छानेको न्यायको लागि होइन, यो देशको न्यायको लागि खडा भएको छ र यो देशले न्याय पाएरै छोड्छ। 5 मिनट लागोस् कि 50 वर्ष लागोस्, यो देशलाई न्याय दिने यात्रा सुरु भइसकेको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु चितवनलाई, धेरै धेरै माया, यो निरन्तर साथ सहयोगको लागि म धेरै धेरै आशा गर्न चाहन्छु। म अब चाँडै नै प्रधानमन्त्रीज्यूलाई भेट्न चाहन्छु र प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु कि चितवनका जनता सुशासनको तपाईँको यात्रामा खडा भएर अगाडि बढेका छन्। तपाईँ आँटका साथ अगाडि बढ्नुहोला। र यो पनि भन्न चाहन्छु, आँट गर्नु भएन, तर्सिनु भयो, डराउनु भयो, खुट्टा कमाउनु भयो भने हामीले त माफ गर्ला, इतिहासले माफ गर्नेवाला छैन। त्यसैले सुशासनको शर्तसहित सुशासन कायम गर्नुहुन्छ भन्ने विश्वास सहित म प्रधानमन्त्रीजीलाई चाँडै भेट्नेछु र भएका कुरा चितवनमा आएर फेरि पनि भन्नेछु। सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अप्ठ्यारो समयमा तपाईँले मलाई आशीर्वाद दिनुभएको छ। म जेल पर्दा आफ्नो छोरो नाति जेल परे जसरी तपाईँले भाकल गर्नुभयो, रुनुभयो, आँसुका धारा बगाउनु भयो, आशीर्वाद दिनुभयो, मैले भुलेको छैन। मैले भुलेको छैन तपाईँले दिनरात प्रार्थना गर्नुभएको, मैले भुलेको छैन तपाईँले यहाँ लाठी गोली खानुभएको, मैले भुलेको छैन केही पनि। मैले भुलेको छैन जेएनजीका साथीहरू बीच सडकमा न्याय माग्दाखेरि, सुशासन माग्दाखेरि ढलेको मैले भुलेको छैन। नयाँ नयाँ साथीहरू संसदमा आउँदा हामीलाई अपमान गरेको मैले भुलेको छैन। ताकि ताकि टाउको र छातीमा गोली हालेको हामीले भुलेका छैनौँ, मैले भुलेको छैन। हस्, आजलाई यति नै। अर्को पटक